हेलो एभ्रिवान, नमस्ते अनि गुड मर्निङ। स्वागत छ सबैजनालाई मेरो दिनेश रामजल युट्युब च्यानलमा। सो तपाईहरु चाहिँ अहिले बवाल तरिकाले हाम्रो नयाँ ब्लग हेर्दै हुनुहुन्छ। सो आजको दिन पनि एकदम बवाल हुनेवाला छ हैन। यही छ हाम्रो चाहिँ आज यस्तो ग्यादरिङ पार्टी छ बवाल तरिकाले है। अगाडि देखिहाल्छ नि त। सो आजको भिडियो चाहिँ इन्ट्रेस्टिङ हुनेवाला छ। किप वाचिङ भन्न चाहन्छु। सो अहिले चाहिँ हाम्रो इष्टमित्रहरु धेरै हुनुहुन्छ यहाँ। ट्र्याक कलर देख्न सक्नुहुन्छ तपाईहरु है। सम्पूर्ण जना यता हेर्दिम, यता हेर्दिम सबैजना। ल हेलो हेलो ल हाम्रो पुरै यहाँ सबै गिटार मादलदेखि लिएर सबै छ। जब यो कस्तो भन्दाखेरि जब एकदम हामी नचाहँदा नि गुड बाई भन्छौ नि हो, त्यो बेला बच्चा गीत कुन गीत आउँछ भनेपछि अब ल ल ल दिलका दरिया बही गया बन गया मुझे तू सौंप दे मेरी जरूरत क्यों बन गया। यहाँ छ नि अरू इष्टमित्रहरू छ नि। ल गाइज हेर्न सक्नुहुन्छ तपाईँहरू झिलिमिली। आज चाहिँ बवाल हुनेवाला छ हाम्रो पिकनिक चाहिँ होइन। अब आइटमहरू एक आइटमहरू यही छ, लोड गरिसकेको छ। यो आइटममा चाहिँ तल भना ट्याक्क खाने गोदावरीतिर आज रमाइलो गर्ने कारण छ। भिडियोहरू चाहिँ अन्तिमसम्म हेर्नुहोस्। किप वाचिङ भन्न चाहन्छु गाइज है। भन्नुपर्दा चाहिँ त्यही हो। सरी हाम्रो बाँसुरीवाला खतरा हुनुहुन्छ यहाँ चाहिँ। अर्को मादलको डन भइहाल्यो भन्छ नि। अब गुलमेली छिटो भजन के कुरा गर्नु होइन। अब यहाँ अब गिटारिस्ट हिरो ह्यान्डसम, यता फेरि अर्को मादलिस्ट, अनि यहाँ चाहिँ अब सिङ्गरहरू सिङ्गर है ऊ चाहिँ खतरावाला। उडेर गाइज अहिले चाहिँ हाम्रो यहाँ इष्टमित्रहरू सबै जम्मा भइसक्नु भएको छ होइन। टक्कलर हामी पनि यता आइरहेछौँ। अब हाम्रै सामानहरू देख्नु भयो होला तपाईँहरूले, ट्याक ट्याक आइरहेछ। यो चाहिँ सबै मासु हो होइन, ट्याक्क अब खसीको। हाम्रो गुरु पनि यता अर्को युट्युबर हो। हाम्रो गुरु चाहिँ ट्याक्क युट्युबर हो। उहाँ चाहिँ अलिक बवाल तरिकाले देखाइदिन्छु म गोरु बनाएर ट्याक्क लाएर भन्नुपर्दा चाहिँ। अब हाम्रो म्यामहरू चाहिँ यता हुनुहुन्छ है। ए सबैजना ट्याक्क देख्नु भएको छ नि तपाईँहरूले। ए बवाल तरिकाले है। यो आजको चाहिँ हाम्रो एकदम बवाल रमाइलो हुनेवाला छ होइन। साउन्ड सिस्टमदेखि ल्याएर होइन, खाइ पिका सामानदेखि लिएर सब अल एभ्रिथिङ के बवाल तरिकाले आइरहेछ टक्क लाएर। अब धेरै दिनपछि भिडियो बनाउनु लाएर होला। खासै त्यति यस्तो बोल्ने लवज पनि आइरहेको छैन। सो त्यही हो। अब भिडियो चाहिँ आज खत्म। यहाँ चाहिँ हाम्रो केटाहरूको आगो फुक्ने कार्यक्रम भनेको चाहिँ बवाल तरिकाले। यहाँ चाहिँ अब यत्रो ऊ छ। अब आगो खासै बाल्ने ढङ्ग पनि छैन होला सोल्टीहरूको। अब खै आगो एकछिन पुत्तर जस्तो गरे। अब सानो छेस्का ल ठ्याक्क अहिले चाहिँ हाम्रो आगो पनि रेडी भइसकेको छ। आगो चाहिँ बल्ल सुरु गरिसकेको छ। कराई पनि पिसाइसक्यौँ हामीले। यहाँ चाहिँ गीत गाउने नाच्ने मान्छेहरू चाहिँ कडा कडा ठ्याक्क भइरहेछ। यहाँ सिङ्गरहरू पनि त्यस्तै हुनुहुन्छ, यहाँ डान्सरहरू पनि त्यस्तै हुनुहुन्छ है। यहाँ चाहिँ कार्यक्रम यस्तो भइरहेछ, काट्ने काम भइरहेछ। गुड स्याबास। भोलिपर्छ नि मेरो बिहामा बोलोस् तिमीहरूलाई है। हाम्रो कान्छो दाइले चाहिँ यता हेर्नु त। हेलो ल दाउरा चिर्ने काम भइरहेको छ। अब के गर्ने, आगो त पाल्नु पऱ्यो है गाई। ए हाम्रो जोडा ओ माई गॉड यार, जोडा के हो। ल हाम्रो मुन गोठ पाउँदा गोठ यहाँ चाहिँ ओ माई गॉड के चिज यो। यहाँ चाहिँ हाम्रो आइटम ट्याक्क रेडी भएको छु। हाम्रो म्याम जाडोले काटिसक्नु हो। म्याम जाडोले काटिसक्नु भएको छ। ऊ ट्याक्क लाग्यो भन्नुपर्दा चाहिँ पाउँदा। ए नितेश के हो। बेटा हमारा ऐसा काम करेगा मगर ये तो कोई न जाने। पापा कहते हैं बड़ा नाम करेगा। हाम्रो
हाम्रो डिब्री गुडी चाहिँ ट्याक्कै अहिले रोस्ट बनाइरहनु भएको छ बवाल तरिकाले है ट्याक्क लाएर भन्नुपर्दा चाहिँ ल करे उल्टी लाने कुरो फेरि बिस्तारै म्युजिकको तालमा काम भइरहेको छ बिस्तारै बिस्तारै म्युजिक कस्तो रहेछ टेस्ट बवाल भा दामी भएको छ एकदम धेरै क्या आँखा त पुरा रातै हो नि त माथि त के हो ओए ओए कति बोतल खाओ ओए ह्यान्डसम देख्नु भएको छ रात त ओए हाम्रो बवाल डान्स भइरहेछ है म्याम यता हेर्नु न हाम्रो खुसी म्याम छोरा 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 अहिले पनि भनिदेऊ अहिले भनिदेऊ आइटमहरू यहाँ बनिरहेको छ है हाम्रो गुरु यता पाकिरहेको छ है गुरु दिपक गुरु ओ माई गड नसकिने ल अर्को टोली फेरि हाम्रो यहाँ चाहिँ सुशील गुरु यता हेर्नु न ओ माई गड यता हेर्नु न के हो यस्तो ल यहाँ बवाल रमाइलो भइरहेछ गाइज ल मदन गुरु ल गेस एकछिन फुक हान्नु फुक गुरु यहाँ बवाल रमाइलो भइरहेछ हुक्का सुक्का हो सुक्खा हो खाली हो यही छ सानो अहिले भनिदेऊ अहिले भन्दै सानो अहिले भनिदेऊ आई लभ यु ल हाम्रो बवाल रमाइलो भइरहेछ गाइज एकचोटि यता रमाइलो गरेर चाहिँ बोल्दै ओ जोस्दै ओ माई गड ओइ ल तातो ओइ यही छ के गरे लाग्यो मलाई रमाइलो तिमी रामा घुम्न जाऊ न ट्याक्क लाएर भन्नुपर्दा चाहिँ बवाल तरिका रमाइलो गरिरहेको छ अरू टोली चाहिँ यता छन् है अरू टोली यता रमाइलो गरिरहेको छन् अनि म चाहिँ यता रमाइलो गरिरहेको छु है के भन्न चाहनुहुन्छ दिनेश यो पिकनिक म गुरुहरूतिर पनि घुमेर आउँछ है मासुतिर स्पेसल कुक हाम्रो मदन दाई है ल हामी यस्तै लालु दाईको केही छ कि केही छैन त एकदम रमाइलो भइरहेछ हेलो हजुर तपाईँको केही छ ओ कुक त हाम्रो मदन दाई लालु दाई त आँखा मात्र मार्नुहुन्छ
मेरो त अचम्मै भइसक्यो अब साँझै युट्युब च्यानलमा हेर्नु हाम्रो भिडियो बवाल भइरहेको छ किप वाचिङ है गाइज दामी भइरहेको छ इन्ट्रेस्टिङ भइरहेको होला है अन्तिमसम्म हेर्नुहोस् आजको पालै हुनेवाला छ किप वाचिङ है गाइज ल खाऊ मा कसम बेसले कमर ख्याल टटा नगर ओरेरा बगर भिडियो बनाउनु मासु भनिदिनु सर खसीको मासु पालै छ ल पनिर पनि देखाउने मासु नखानेलाई पनिर छ गाइस मासु नखाने पनिर बवाल ल गाइस हाम्रो भिडियो सकिरहेछ है हाम्रो पिकनिक सकिसक्यो गाइस अब चाहिँ बवाल रमाइलो भयो ल है ट्याक्क लाएर अब सबै हामी चाहिँ बिदा पानी हुन लागेको है सबै फोटो सेसन पनि सकिसक्यो बवाल तरिकाले है ट्याक्क लाएर ल गाइस हाम्रो चाहिँ पिकनिक सकिसकेको छ है बवाल तरिकाले ट्याक्क सबैजना रमाइलो गरेर आफ्नो ताल बजाउनुहुन्छ सो बवाल तरिकाले चाहिँ हाम्रो पिकनिक सकिसकेको अवस्था छ ओ गाडी हल्लाइरहेको छ टोलीले पुरा नाचेर गाडी हल्लाइरहेको छ है ट्याक्क देख्न सक्नुहुन्छ तपाईँहरू है कोही उता आफ्नो तालमा छन् कोही यता आफ्नो तालमा छ नि है ट्याक्क लाएर भन्नुपर्दा चाहिँ बवाल तरिकाले पिकनिक सकिसकेको अवस्था है अहिले बजाइसो न खगेन्द्र दाई